850 को साडी मात्र हजुरहरूले सही सुन्दै हुनुहुन्छ। यति राम्रो कलर क्वालिटीमा। अब भित्र मैले सबै डिजाइन, प्याटर्न, कलर क्वालिटी देखाएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। नमस्कार, हजुरहरूको लागि फेरि पनि आज मैले यो 850 को डोला सिल्कको भिडियो लिएर आएको छु, जसमा चाहिँ यो एक पिसमा आफै लगाएको छु। सो हजुरहरूले चाहिँ डिटेल्समा हेर्न बुझ्न चाहनुहुन्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। स्पेसली जो आउट अफ कन्ट्री हुनुहुन्छ, जो स्टोर भिजिट गर्न पाउनुहुन्न तर हाम्रो प्रोडक्ट चाहिँ लिन मन लागिरहेको छ, अनलाइनमा टिकटक, इन्स्टाहरूमा डिटेल्समा बुझ्न पाइँदैन, हेर्न पाइँदैन भन्नुहुन्छ भने हजुरहरूको लागि यो एकदमै बेस्ट अप्सन। सो कलर अप्सन सहित देखाएर, कलर क्वालिटी देखाएर, मुजा कतिको बस्छ सबै डिटेल्समा म देखाउनेछु। त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला हजुरहरूले, स्किप नगरिकन, जसले गर्दा चाहिँ सानोभन्दा सानो इन्फर्मेसन चाहिँ मिस हुँदैन। सो यो चाहिँ ब्लू कलर रहेको छ, जसलाई चाहिँ एक्स्ट्रा लाउन मन छ। ब्लू कलरमा पनि हजुरहरूले यसरी बिच बिचमा कलर कम्बिनेसन पाउन सक्नुहुन्छ। जस्तै ग्रिन, रानीहरूको टच छ नि, यसरी नै टच पाउन सक्नुहुने हुँदा चाहिँ ब्लाउज कन्ट्रास्ट गरेर लाउन सक्नुहुन्छ। तर यस्तो कलरको साडीहरू हजुरहरूले रेड ब्लाउजसँग पनि मजाले कन्ट्रास्ट गर्दा एकदमै राम्रो देखिन्छ, जुन म आफैले लगाएको छु। अनि यसमा चाहिँ अब जो चाहिँ रेड, रानी पिङ्क भएको लाउनुहुन्न, जो रेड नलाउनु हुनेहरूको लागि यो चाहिँ एकदमै राम्रो छ। हेर्नु होला, यसमा चाहिँ रानी पिङ्कको पनि टच छैन। स्पेसली अनम्यारिडहरूको लागि पनि एकदमै राम्रो देखिन्छ। अनि यसको चाहिँ यो पल्लुको पार्टमा पनि हजुरहरूले सिलाउनु पर्ने हुन्छ। यो चाहिँ पल्लुको प्याटर्न भयो, हेर्नु होला, एक्ज्याक्ट यो प्याटर्न हुन्छ। सफ्ट चाहिँ एकदमै सफ्ट हुन्छ यो साडी। फ्लावरको कलर कम्बिनेसन हेरि नै हाल्नुभयो। त्यसै गरी फ्लावर्सहरू पनि धेरै ठुलो ठुलो बुट्टाहरूमा पनि छैन, ठिक्कको छ। साथसाथै अल ओभर साडीमा नै हजुरहरूले यसरी सेरोजगी वर्क पाउन सक्नुहुनेछ यो साडीमा। सो कलर अप्सन अर्कोमा पनि हजुरहरूले गोल्डन कलर पाउन सक्नुहुनेछ। गोल्डन कलरमा पनि पिङ्कको टच चाहिँ छैन है, हेर्नु होला, सेम प्याटर्न हो। सो हजुरहरूलाई चाहिँ एक्स्ट्रा युनिक लगाउँछु भन्ने छ भने यो साडी एकदमै राम्रो छ। प्राइस अनुसारले क्वालिटी एकदमै हाई पाउन सक्नुहुनेछ। सो मन परेको छ भने हामीलाई अर्डरको लागि चाहिँ इन्स्टा, फेसबुक, वाट्सएप आइबाट युज गर्नु होला। टिकटकको मेसेजको चाहिँ रिप्लाई हामीले दिँदैनौँ। सो नेपालभरि नै क्यास अन डेलिभर हुन्छ, वर्ल्ड वाइड डेलिभर हुन्छ। यो साथसाथै ब्राइडल कलेक्सन बाँड्नको लागि चाहिने साडी धेरैभन्दा धेरै भेरिएसन हजुरहरूले पाउन सक्नुहुनेछ। यो बिचमा देख्नु भएको लाइनिङ पार्ट चाहिँ यो चाहिँ ग्यापिङ पार्ट हुन्छ, जुन चाहिँ हजुरहरूले फ्रन्टदेखि साइडसम्मको पार्टमा चाहिँ पाउन सक्नुहुनेछ। यसले पछाडिको यो बुट्टाले पछाडि चाहिँ ब्याक साइडमा चाहिँ कभर गर्दैन, किन भन्दा प्राइस एकदम कम छ, जसले गर्दा वर्क पनि एकदम कम नै आएको हुन्छ। सो हेर्नु होला। अनि यो रहेको छ ब्लाउज। हजुरहरूले ब्लाउज चाहिँ भित्री राखेर सिलाउँदाखेरि एकदम बलियो नै हुन्छ, राम्रो नै हुन्छ। तर हजुरहरूलाई अब यसको सिलाउँदिन भन्नुहुन्छ भने कन्ट्रास्ट गरेर लाउँदाखेरि पनि लुक्स चाहिँ एकदमै राम्रो आउँछ यो साडीहरूमा। सो कलर एकदमै एक्स्ट्रा छ। मुजा पनि म हजुरहरूलाई बनाएर देखाउँछु। प्रायः हाम्रो कुनै पनि भिडियोमा एडिट, इफेक्ट, कट केही पनि हुँदैन। सो हजुरहरूले ढुक्कले हामीसँग लिन सक्नुहुनेछ सामानहरू। साथसाथै डेलिभरीकै टाइममा हजुरहरूले हाम्रो प्याकेटहरू ओपन गरेर भिडियोमा देखाए जस्तो कलर क्वालिटी, प्राइस तिरे अनुसारको छ कि नै भनेर चेक गरेर लिन सक्नुहुन्छ। इफ सबैलाई सेम लाग्छ भन्ने हुँदैन। सो हजुरहरूलाई सेम लागेन, प्राइस तिरे अनुसारको क्वालिटी भएन जस्तो लाग्छ भनेदेखि रिटर्न गर्न सक्नुहुनेछ, तर डेलिभरीकै टाइममा। हेर्नु होला, सफ्टनेस यस्तो छ कि यो साडीमा यस्तो मजाले मुजा बस्छ। मुजाको लागि हजुरहरूले थोरै पनि सोच्नु पर्दैन मुजा बस्दैन कि सस्तो साडी छ भनेर। सो साडीको क्वालिटी एकदमै राम्रो छ प्राइस अनुसारले। सो यो साडीलाई लगाएर फुल लुक्स भिडियो पनि देखाउनेछु, कति ग्यापिङ पार्ट आउँछ अनि त्यसपछि यसको मुजाहरू कति पर्छ भनेर। त्यसको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नु होला, जुन चाहिँ म हजुरहरूलाई लगाएर भिडियोमा देखाउनेछु। फर्स्टमा चाहिँ मुजाबाट स्टार्ट गरेँ। हेर्नु होला कति राम्रो छ, अनि लगाएर पनि देखाउँदैछु। क्लियरली कलर क्वालिटी देखाएको छु। यसको मुजा, वर्क अनि बुट्टा प्याटर्न यही नै रहेको छ। अब मैले लगाएको साडीमा चाहिँ पिङ्क कलरको टच हजुरहरूले पाउन सक्नुहुनेछ, तर अरू कलर्स ब्लूमै पनि अर्को साडीहरूमा चाहिँ छैन है। यसमा चाहिँ एकदमै कम मात्रै छ स्टक। अनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो पल्लोको प्याटर्न, बुट्टा, साडी अनि सबै एकदमै राम्रो कि रिजनेबल रेट, स्टोन वर्क अनि पल्लुको प्याटर्न हेर्न सक्नुहुनेछ। अनि हजुरहरूले यो साडीमा चाहिँ यसरी ब्याक साइडसम्म अलिकति देख्नुभयो नि, त्यो चाहिँ ग्याप चाहिँ हुन्छ नै। अनि मुजा 3टादेखि 4वटा बस्छ। अब हजुरहरू कतिको हेल्दी वेट हुनुहुन्छ भन्ने कुरा हो। फेरि मुजा बस्छ पनि, अनि हेर्नु होला त्यस्तो उठ्दैन पनि कि। अब हिँड्दाखेरि अलिकति त्यस्तो उठेको जस्तो देखिए पनि त्यस्तो उठ्ने ओर्ने चाहिँ हुँदैन।
एक्ज्याक्ट प्याटर्न यही हो, बुट्टा यसको यही हो, वर्क यसको यही नै हो। पल्लोको पार्टमा पनि हजुरहरूले सिलाउनु पर्ने हुन्छ। सो क्वालिटीमा थोरै नै कम्प्रोमाइज छैन प्राइस अनुसारले है त वर्ल्ड वाइड डेलिभर। सो यो साडीलाई मैले लगाएर पनि देखाएँ, हजुरहरूले हेर्न सक्नुहुन्छ क्वालिटी कति राम्रो छ प्राइस तिरे अनुसारले। सो विवाह व्रतबन्धमा बाँड्नको लागि पनि एकदमै पर्फेक्ट अप्सनमा चाहिँ यो साडी रहेको छ। सो हजुरहरूलाई मन परेको छ हाम्रो प्रोडक्ट्स भने अनलाइन अर्डर गर्न सक्नुहुनेछ, जुन चाहिँ मैले अलरेडी हजुरहरूलाई डिटेल्स इन्फर्मेसन भिडियोको स्टार्टिङमै दिइसकेँ। सो हजुरहरूले यस्तै भिडियोजहरू हेर्न चाहनुहुन्छ, मिस गर्न चाहनुहुन्न भने हामीलाई सब्सक्राइब गर्न सक्नुहुन्छ। नेक्स्ट टाइम पनि यस्तै भिडियो लिएर आउने नै छु।